सुषमा र ठुली आमाको योजना। एपिसोडको सुरुवातमा सुषमा र उनकी ठुली आमा बीचको संवादबाट थाहा हुन्छ कि ठुली आमाले सुषमालाई भिनाजु बसन्तसँग बिहे गरेर सौता बन्न उस्काइरहेकी छिन्। सुषमा सुरुमा अक्क न बक्क परे पनि ठुली आमाले उनलाई वंश अगाडि बढाउने लोभ र दबाब दिइरहेकी छिन्। यता केशरी बसन्तकी श्रीमती भने आफ्नै विवाह बहिनीबाट असुरक्षित महसुस गरिरहेकी छन्। उनलाई डर छ कि कतै आफ्नै बहिनीले उसको घर नबिगारोस्। बसन्त र केशरीको सम्बन्ध। बसन्त र केशरी बीच सन्तानको विषयलाई लिएर निकै गहिरो कुराकानी हुन्छ। डाक्टरले केशरीलाई बच्चा नजन्माउन सल्लाह दिएका छन्, जसले गर्दा बसन्त निसन्तान हुने डरमा छन्। केशरीले त्यागको भावना देखाउँदै बसन्तलाई भन्छन्, मेरो कारणले तिमी निसन्तान नबन, बरु तिमीले सिर्जनालाई नै फिर्ता ल्याउन वा अर्को बिहे गर। तर बसन्त भने केशरीलाई छोडेर कतै पनि नजाने र उनी बीच बाँच्न नसक्ने र दुईजना नभए बाँच्न नसक्ने भनेर बताउँछन्। अर्कोतर्फ सिर्जना र मनोज सरबीचको सम्बन्धमा पनि नयाँ ट्विस्ट आएको छ। मनोज सरले सिर्जनालाई आफ्नो मनको कुरा यानि कि उनले प्रपोज गर्छन् र भन्छन्, तर सिर्जनाले अझै पनि बसन्तलाई बिर्सन सकेकी हुँदैनन् र स्वीकार पनि गर्दैनन्। उनले भन्छन् कि कसैसँग बिहे गर्नु भनेको केवल सम्झौता मात्र होइन र उनी कसैलाई पनि धोका दिन चाहदिनन्। एपिसोडको अन्त्यमा बसन्त र केशरी फेरि आफ्नो पुरानो घर र गोठ सार्ने निर्णय गर्छन्। बसन्तले सिर्जनालाई भेट्न जाने र सबै कुरा मिलाएर सँगै बस्ने अन्तिम कोसिस गर्ने सोच बनाएका हुन्छन्। जब बसन्त र मनोज सरको जम्का भेट हुन्छ, त्यहाँ एक किसिमको गम्भीरता र कौतूहलता देखिन्छ। आगामी एपिसोडमा के होला त अब? के सिर्जना फेरि बसन्तको जीवनमा फर्किने छिन्? के सुषमाले साँच्चै आफ्नै भिनाजुसँग बिहे गरेर दिदीको सौता बन्ने निर्णय गर्लिन् त? के बसन्तले मनोज सर र सिर्जनाको सम्बन्धलाई स्वीकार गर्न सक्लान् त? तपाईँलाई के लाग्छ? बसन्तले सिर्जनालाई रोज्नुपर्छ कि सुषमालाई या केशरीसँगै आफ्नो भविष्य बिताउनु पर्छ? कृपया आफ्नो विचार तल कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला र तपाईँ कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा लेख्नुहोला। यदि केशरी मन पराउनुहुन्छ भने यो भिडियोलाई लाइक र यस्तै नयाँ अपडेटका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला।